रेणु सम्पूर्णलाई स्वागत छ मुटु छुने कथामा। आज हामी राजन बुकारुङको दमिनी वीरको वाचन सुरु गर्न गइरहेका छौँ। मुटु छुने कथाको यो पहिलो भिडियोमा दमिनी वीर, जसलाई मदन पुरस्कार 2069बाट सम्मानित पनि गरिएको थियो, उक्त एकदमै लोकप्रिय उपन्यास वाचन गर्न गइरहेका छौँ। 4 वर्ष अघिसम्म हिउँद लाग्यो कि ढाकर टेकुवा निस्कन्थे घरबाट। गाउँको पसलमा छोइसक्नु होइन, पैसाको उस्तै अभाव। बर्खाभरिलाई चाहिने सामान किन्न पुग्नु पर्थ्यो धनकुटाहीले अँधेरी घाट तरेर। अझ अघिसम्म त पिखुवाको 22 जङ्घार तर्दै अक्करको बेर खपेर चतरासम्म पुग्नै पर्थ्यो। पछि सुरु भएको अँधेरी घाटको बाटो, कतिले चाहिँ सेल्मेको बाटो भएर रसुवा घाट तर्दै बेन्टारसम्मको भत्या यात्रा पुरा गर्थे। सुन्तला अलैँची चिराइतोको भारी बोकेर गाउँबाट लस्कर लाग्थ्यो ढाक्नेहरूको। पुरै 10 दिन बित्थ्यो फर्केर आइपुग्दा 1 सरो लुगाफाटा समेत आइपुग्थ्यो। केही दिनलाई खुसी थप्थ्यो गाउँमा। ठिक 8 वर्ष अघि अर्थात् विक्रम सम्वत 2054 साल छिमेकी गाउँको संस्कृत विद्यालयमा बम पड्क्यो। त्यही महिना यता गाउँको नेपाल वनको उपशाखा उठ्यो। अर्को महिना प्रधान घरी चेतनले अन्तिमपल्ट गाउँ छाड्यो। भोलिपल्ट मात्र थाहा पाइ लक्ष्मीले सानीले भनेकी। 2 वर्षपछि गाउँको पुलिस थाना पनि सदरमुकामतिरै गयो। त्यसपछि टेलिफोन बुथको पालो आयो। रेड क्रसले राखेको थियो आफ्नै भवनमा, त्यो पनि उतै सर्यो। त्यसपछि गाउँका ठुला बडा बनाउँदाहरू सहरतिरै रोकिए, अर्थात् आउन छाडेनन्। यसै मेहेरीमा गाविस अध्यक्ष नन्दकुमार पनि सपरिवार सदरमुकामतिरै बस्न थाले। तिनको जग्गा कमाउन थाले गोतामे कान्छाले। अनि नृत्य पुलिस थाना बमले गुलाम्ने भयो। अब सेनाको गस्ती आयो, केरकार गरियो। देवगन र हरिहाङ शिकार मात्र खेलिरहन्थिन्। तिनको भरुवा बन्दुक पनि लग्यो राज्यले। सानी र मेघमान भर्खर पार्टीमा लाग्दै थिए, ती पक्राउ गरे। अर्को वर्ष रामे माइलाको घरमा माङ्सिरे थियो। साँझ पर्दै थियो। टोलभरिका मान्छेहरू भेला भएका थिए। भर्खर भोज चल्दै थियो। सबैलाई रक्सीले राम्रै भेटेको थियो। पार्टीको टोली आइपुग्यो। एकैछिन कुरा गर्ने भनेर नवीन र निसामलाई लग्यो। फर्काइदिएन टोलीले। रुवाबासी हाहाकार नहुने कुरै भएन। भयो तर आफैले मात्र सुन्नु पर्यो। सुन्नुपर्नेले सुनिदिएन। सुन्ने जस्तो मात्र भयो गाउँ। 4 दिनपछि अर्को टोली आयो। एउटा अलिक फुर्तिलो ज्यानको थियो। उही होला टोली नेता। सबैको सामनेमा भन्यो, चिन्ता नगर्नुहोस्, उहाँहरू हामीसँग हुनुहुन्छ। तपाईँ हाम्रै मुक्तिको लागि लड्दै हुनुहुन्छ। के हो मुक्ति कसैले बुझेनन्, सोधेनन् पनि। त्यसपछि पूर्ण ढोटेलले माउ भैँसी बेचे। खोरका बाख्राहरू सके। हल गोरु भनेनन्, गोठै रित्याए। नपुगेर 8 पाती दुध जाने खेत पनि बिरमानलाई पास गरिदिए। आइएको रिजल्ट पर्खेर बस्तीको निरज कतिवटा कोकको एउटै छोरो बनाइदिए पासपोर्ट, पठाए सहर काठमाडौँ। उतैबाट गए त्यो साउदी अरब। गोतामे कान्छाको छोरो प्रहलादले पनि गाउँ बस्न रुचाएन। लागेको हो निरजकै पछि स्वास्थ्य ठिक भएन अरे, काठमाडौँतिरै पढ्न थाल्यो। लहरै चल्यो। रातमाते जेठाको छोरो हिरादन पनि गयो दुबई। बुहारी शिला पनि सदरमुकामतिर पछि नानीलाई बोर्डिङ पढाउने भन्दै। कृष्ण काकाको घर पनि बाँकी रहेन। उनका दुवै छोराहरू लाग्यो मलेसिया। चामे दर्जीका छोराहरू छुट्टी भिन्न भइसकेका थिए। ती पनि आफ्ना स्वास्थ्यलाई छोराछोरी जिम्मा लाएर हानिएको पार। बिरमान राईको जेठो छोरो इन्डियाको लाउदै थियो। त्यसले पनि छुट्टीमा गाउँ आउन छाड्यो। सपरिवार मधेसतिरै बस्न थाल्यो। माइलो निहाङ पुग्यो बहराइन। अहिले अलि सक्ने जस्ता भनेका धौले कान्छो सुमकुमार र देवगन गाउँमा। तिनीले 30 नागेका छन्। दुःख र कामले जितेर होला उमेर खाएका देखिन्छन्। खलपत्रै परिसकेका 20-22 लक्का जवान भनेको धितेन र दिवाङ हुन्। 3 पल्ट भयो ब्रिटिस सेनामा भिडेका, पार लाग्न सकेका छैनन्। बरालिने बानी भइगएको छ। सिमको भाँच्दैनन्, खालि हेडिङ सेटअप मात्रै गरिबस्छन्। खुवाइ खोक्ने बाँझो जोत्छन् बुढाबाबुहरू। धमिला आँखाका आमाहरू प्राय हुन्छन् कामधन्दा धान्य। सक्नेले अलैँची लगाए सिमखेतमा, बारीमा रोपे अम्लिसो। सक्ने जति मात्र खनजोत गरे, नसक्ने बाजे छाडिदिए। सिरु उम्रियो, जरा फैलायो सिरुले र जर्जर हुँदैछ खेतबारी। मानौ गाउँ परम्परा हो। परम्परा धान्ने बुढापाकाहरू मात्र हुन्। यस्तै भयो गाउँ, सुन्ने जस्तो। कोही बेला काँधमा बन्दुक भिडेर आइपुग्छन् युवाहरू, हुलै बाँधेर, उहिले आउने सलह जस्तै। मिठो भाषामा आमा बुवा भन्छन्। विदेश गएका छोराहरूको झल्को ल्याइदिन्छन्। मन चरक्कै दुख्छ। कोही सेन्ट्री बस्छन्, कोही खाना बनाउँछन्। नन्दकुमारका बाउ पञ्चायतकालमा प्रधान घर भनिन्थ्यो पहिले।
बौद्ध आएपछि बिस्तारै टिम गरे भन्न थाल्यो नन्दकुमारलाई। नन्दकुमारका छिमेकी हुन् बिरमान राई। बिरमानको जेठो छोरो इन्डियाका लाउरे छन्। बिरमान राईको जोर घर टलक्क टल्कन्छ गाउँमा। नयाँ टिनको छानोसहित भित्तोमा चुन टल्किए उस्तै आँखा नै तिर्बिराउँछ। बिरमानको घरदेखि चारै कान्लापमाथि पर्छ पूर्ण डोटेलको घर। त्यहाँदेखि उँभो उनी त्रिशुले सामुदायिक वन छ। पूर्वमा छ वनपाला अर्थात् वनपाल सामुदायिक वन, घना जङ्गल। यति साथ सिमानालाई भनिन्छ माछ खर्क। बतासे डाँडादेखि सिधै उँभो त हेरिसक्नु छैन। भिर छ अजङ्गको। जेठा राईको निजीवन भनिन्थ्यो राईवन। 17 सालमा राजा महेन्द्रले पञ्चायत लागू गरे। त्यसपछि कहिले हुकुमी राईवनलाई गरियो सरकारीकरण, भन्न थालियो वनपाला। 4 वर्षकी मात्र वनपालालाई समुदायमा हस्तान्तरण गर्यो, भनिन्छ वनपाला सामुदायिक वन। वनपालाकै दक्षिण पश्चिममा पर्छ यो भिर। चट्टानै चट्टानले बनेको भिरमा देखिन्छन् सालिम्बोका पातका लहराईहरू, हिउँदोमा सुकेका छोटा सङ्ग्रङ्गा तर वर्षायाममा हरिया र लम्माइला देखिन्छन् सप्न नसकेका 2 झ्याङ खस्नु। यहीँ भिरमुनि बस्ने मान्छेहरू जस्तै, जहिले अनन्त दुःखहरूले खाइमारेका जस्ता। चैत वैशाखभरि सेताम्ने फुल्छ सुनाखरी यसको छातीमा। मानव जीवन जहिले बासन्तीमय हुन्छ, लाग्छ जीवन जहिले सुखद हुन्छ। हिउँदभरि दिनभर उडिरहन्छन् जोडी बेसाराहरू यहीँ भिरको वरिपरि। सायद ती प्रेमले उछालिँदा हुन्छ सधैँ। जिन्दगी भनेको दुःखमा झनै मजाको हुन्छ लाग्छ। उभौली यामभरि भिर बौँथलीहरू रमाउँछन् यही भिरमा। ती चिरबिराउँछन्, भाका हाल्दै गाउँछन्, नाच्छन् कठै। उधौली याममा भने न तिनको गीत सुनिन्छ, न त कुनै साक्षीमय सादृश्यता नै पाइन्छ। रातमा भने हुचिल कराउँछ भिरमा। गाउँभरिका केटाकेटीहरूलाई डरसरी बनाउँदै असार साउनको हुस्सु लाग्दा थिरिकमा चढेर रुन्छे उस्तै भिरै भाका। त्यही भाका हुलेर भन्छन् दमिनीको सय रुन्छ यो भिरमा। 4 वर्ष अघि भिरको फेद हुँदै नापियो लेगुवादेखि चखेवा जोड्ने सडक। सडक आउने भयो गाउँमा। नयाँ सपना थपियो, नयाँ संस्कारको सुरुवात भयो। नयाँ अड्कलबाजीहरू पनि जन्मिए थुप्रै। कुरा भए जसरी ढिक्कै नुन खेप्न झर्नु पर्दैन बेलटार, चतराको लागि कस्नु पर्दैन ढाकरको खकन, पुग्नु पर्दैन हिले, खानु पर्दैन खच्चर नै गनाउने चामल। घरमुनि बाटैमा आइपुग्नेछ ट्रक चढेर प्याकेटको नुन। भुरुचोक र अञ्चल डाँडामै पुग्नेछ तेल, चिनी, चामल गाडी चढेर। सस्तैमा पाइनेछ सामान। समूह समूह बनाइयो सडक खन्नेहरूको। वनपाला समूह बन्यो। वनपाला समूहमा परे माछ खर्कका मान्छेहरू। गाउँका मान्छेहरू ओइरिए सडक खन्न। बारीको कानलाई छाडे गाउँलेहरूले। फोरिन थाले चट्टानहरू, लगाइन थाले तारजाली युक्त पर्खालहरू। भिर पराहरू सम्मेन थाले। अब कुरो उहिले हो। सुके दमाईले बिहे गरेको ठ्याक्कै महिना दिन पुग्यो। घोडा छाँदेर आइपुगे काजी कालीबहादुर अर्थात् बस्ने काजी। जदो गरी सुकेले हप्याएर दमिनीलाई। दमिनीले शिर छोपी मजेत्रोले गरी दण्डवत काजीलाई। उसै गरी धनुषाकारमा। मजेत्रो खोल्छस् कि गर्जे काजी। मालिकको हाते सिरोपर भयो। भर्खरकै दुलै भरभराउँदै उसै पुष्ट ज्यान कत्ती हिस्सी परेकी उसै गोरी। मिरबिराउँदा आँखा उस्तै मनको बैचनीले छोपिहाल्यो काजीलाई। सम्झिए आफ्नो 2 बच्चाकी आमा कजिनीलाई। हाहाकार लाग्दो स्याप्प परेको शरीर, फुङ्ग उडेको अनुहार लाग्यो उसै काली। सोचिहाले छेत्रिनी चाहिँ दमिनी जस्तो, राम्री रहेछस् बाहुनी जस्तो भने काजीले। बोले उनको सौन्दर्य चेत। हेर सुकेलाई जिङरिङ्गको टिकलाग्दा आँखा, चुस्स परेको हड्डी र छाला मात्रै, नामै त सुके नासले नै खाइमारे जस्तो। दपेटे सुकेलाई लक्षिणकी रहेछ गरी खा। मालिक फेरि जदो छोडाए सुकेले। असुन आउँदो महिनासम्मलाई थामिदिन्छु। ऊ बेला चाहिँ फरक नपारेस्। मालिकको जय होस्। जसो जसो सुके उसै गरी दमिनीले। काजीले करिनी तानी सठ्याए घोडाको बिरुलामा बेगियो घोडा। महिना पुग्यो आइपुग्यो उसरी नै काजी। अंशले ठाउँ छोड्यो सुकेको त्यसै। सिधा नजर गर्न सकिन त्यसले। शिर झुकायो, साष्टाङ्ग भन्यो मालिक जदो। भाका त मार्दैनस् होला। काजीले ठुलो स्वर गरिहाले। ला सासै रोक्यो कि कसो, घाँटी लाग्यो, वाक्य फुटेन। भुइँतिर मात्रै घोसेमुन्टे भइरहे सुके। के हो बोल्दैनस्? मालिक बल गरे सुकेले। स्वर काप्यो त्यसको। के हो भन्। पुनः थामी के भनिस् रे एकाएक सठ्याइहाले काजीले। ओर्लियो कोराबाट हाने लात भुरुक्कै भयो सुके। थचक्कै बस्यो। थपे त्यही माथि काजीले भने। घाँटी खान पर्किएको बैगनी। मालिक ज्यान बचोस्। लोक्नेको मायाले हिरिक्की भई दमिनी। आइ अगाडि 10 औँला गरी थरर काप्यो त्यसको शरीर। बिन्ती बिसायो। आउँदो महिना फरक पर्दैन मालिक। लौ त तैँले भन्छस् भने थामिए काजी। चढे घोडामाथि। ताने करेली। तिर्खालु आँखा फारे दमिनीतिर। गर्जिए दमिनीलाई। आइमाईको वचन हो थामिदिन्छु यो महिना।
परक मात्रै पारिस मैले जानेको छु। कटटर दाँत किटे काजीले। रिसले ओठ फर्फराए तिनको सत्याए घोडाको पिठुलामा गए काजी। भोलिपल्ट भालेको पहिलो डाक्ने सुकेले घर छोड्यो दमिनीको भरमा। ऋण थमायो स्वास्थ्यको थाप्लोमा। महिना पुग्ने लाग्यो, फर्केन सुके, आएन कुनै खबर। आतिशको भुहरी चल्यो मनभित्र, उठुटी बल्यो, बेडङ्गको त्रास जानियो, हरायो निन्द्रा, भाग्यो सपना। विपन्नाले कोतर्न थाल्यो, चहराउन थाल्यो चरक चरक, थाक्दै आए दमिनी। नौनारी गल्दै आयो त्यसका, ठ्याक्कै पुगे महिना। घोडाको टाप बजिहाल्यो आँगनमा, थथराउँदै आँगनमा आई दमिनी, गरी जडौँ। वचनको पक्की होलिस, काजीले आने गीत। लाग्यो र रोकियो दमिनीको मुटुमा, रगेटियो झन्झन। थङ्थिलो भई आफैभित्र, बोली फुटेन, खुलेन आवाजको बन्द ढोका। अभाव घोप्टो परिरहे, ओर्ले काजी। उठाए दमिनीको मझेत्रो, समाए चिउँडोमा, सिधा पारे दमिनीको अनुहार। कठै बग्दै रहेछ दमिनी। नरो नरो काजी कोमल भई, लेप्याए ओठ। भने, थाम्दिन्छु अझै 1 महिना। मालिक स्याक्क गरेर रोइ दमिनी। महान आनन्दको सीमा फैल्यो, चरन्न परि दमिनी। उठाए काजीले, समाते हात दमिनीको, ताने आफूतिर जोड्थे। मालिक फर्फराई दमिनी, घिसारे काजीले, लगे भित्र। थुने ढोकाभित्रबाट चिच्याइ दमिनी, तर सुनेन कसैले। बरु आँगनको घोडा चाहिँ जोडोले हिँडिनायो त्यही रात। घरमाथिको भिरबाट फाल हानी दमिनीले। उसै दमिनीको सम्झनामा त्यही भिरलाई भनिन्छ दमिनी भिर। कथा आरम्भ। झम्पल ल्याऊ झम्पल, ढुङ्गोमाथि चढ चढ्दै चर्को सुरमा कराए धौले कान्छो। होसले पसे कान्छा कराई लच्छी। नकरा नकरा टुप्पोमै पुगिसकेको थियो कान्छो। ठिङ्गो उभिए कान्छो, हेऱ्यो सिधै तल। दमाई गाउँमा पत्रै पत्र ढुङ्गा खापिएका जस्ता कानले फोक्टाहरू मात्रै छन्। फोक्टाभन्दा कानलाहरू अग्ला छन्। हलगोरुहरू छिर्नलाई हम्मेर्नै पर्छ। अस्तिदेखि दायाँपट्टि छ फाँटिलो खेत। खेत उनी नन्दकुमार अध्यक्षको हो। 5 घरमध्ये 4 घर दमाईहरूले अधिया कमाउँछन्। खेतकै गरामा दमाई बस्तीका घरहरूभन्दा अग्ला जोडी कुन्यु छन्। त्यही निरवको विवेकले मन अमिलो गराए, सशक्त देखे कान्छो। त्यही बेला करायो हवाइजहाज, हेऱ्यो आकाशतिर, जाँदै थियो पूर्वतिर बेगिएर। झन्डै धर्मरायो कान्छो, डरो गरी देख्यो पैतालाले, कम्मरमा हात राख्यो, मुन्टो हल्लाउँदै सुसेन थाल्यो उही भाका। कोही चाहिँ भन्ने जहाजमा सरर, कोही चाहिँ भन्ने पसिना तरर हाम्रो नेपालमा। अझ हेर न मन थाम्न सकिने लक्ष्यले। हेरी ढुङ्गोको टुप्पोतिर, खाकीको हाफ पेन्ट हङरङ्ग परेको, पसिना र धुलोले बराबर मैलिएको, उस्तै मैलो कमिज कुमकुममा फाटेको।